बलिदानबाट आएको, यत्रो विद्रोहबाट आएको, जनताको सबैको अधिकार दिलाएको, पिछडा वर्गको, चेपाङको, दलितको हरेक ओडामा एकजना महिला, आज हरेक ओडामा महिला सदस्य दलित हुन्छ। अनि खुल्ला महिला, जनजाति महिला आज चाहिँ हुन पाउने, आज महिला र पुरुष रथका दुई पाङ्ग्रा भन्ने कुन बेलामा कुन अवस्थामा चाहिँ यो गणतन्त्र आउनुभन्दा अगाडि त्यो व्यवस्था कहाँ थियो? 33% महिलाको सुरक्षा कहाँ थियो? जनजातिको कहाँ थियो? अनि दलितको कहाँ थियो? पिछडा वर्ग, चेपाङको, मुसलमानको कहाँ अधिकार थियो? त्यसकारणले यो व्यवस्था मास्न खोज्नेहरू अनेक रूप गरेर आछन्। मैले भनेको छु, यहाँ जनताको कुरा गर्ने, यहाँ कोही करेक्ट, कोही कोब्रा, कोही चाहिँ गोमन र किङ कोब्रा भनेर आछन् विभिन्न रूपमा। त्यसको ठुलो रूप चाहिँ किङ कोब्रा चाहिँ केपी शर्मा ओली हो। किङ कोब्रा अरू जम्मै साना आकार हुन्। किङ कोब्राले छुनी बित्तिकै मर्यो, डसेकी मर्यो। त्यसकारण आज जनताको विकास डस्यो, जनताको समृद्धि डस्यो, कुराले धेरै भयो। त्यसकारणले समृद्धि र विकास, जनताको आज चाहिँ विकास र समृद्धि डस्ने, जनताको घर दैलोमा पस्ने अनि भोट मागेर भ्रमको सिर्जना गर्नेदेखिबाट होसियार भण्डाफोर अभियान गाउँ गाउँमा जाने यस्ता गणतन्त्र विरोधीहरू यो आज चाहिँ प्रदेशमा भनेको, प्रदेश भनेको पहिचान हो। अघि नै मैले भने भूगोलको पहिचान, जातिको पहिचान। आज प्रदेश स्वीकार गर्न नसक्नेलाई मतदान किन गर्ने? हरेक नागरिकले मनमा यहाँबाट सोच्दै जाँदा, घर जाँदा आफ्नो छिमेकीलाई भन्नु पर्यो गणतन्त्र नस्वीकार गर्ने स्वतन्त्रवाला घन्टी पार्टीलाई भोट किन हाल्ने? यो गणतन्त्र आज 16 वर्ष भयो। 16 वर्षमा एउटा बालक नागरिकता लिन लायक हुन्छ। आज गणतन्त्रले गाउँ बस्तीमा बाटो गएको छ। वडा अध्यक्षले आज चाहिँ बजेट लिएर जान पाएको छ। गाउँपालिकाको अध्यक्षले हरेक आज गाउँपालिकामा पिच बाटो जाने अवस्था निर्माण भएको छ। यो क्षेत्रमा आज मुख्यमन्त्री दोरमणिले बन्दैन भनेको परेवाभिर हामीले बनाएरै छाडेका छौँ। ओम घलान हामी लागेर बनायौँ त, बन्दैन भनेका थिए। त्यसकारणले एमाले विकास विरोधी हो, हुनै सक्दैन, बन्दैन भनेको थिए। त्यही सन्त चेपाङ मन्त्री बन्नुभयो। उहाँ मन्त्री बनेर आज परेवार भिर बनाउनलाई यहाँबाट जाने बाटोलाई 33 करोड रुपियाँ हालेर टेन्डर गरेका छ। अर्को उताबाट धादिङबाट आउने बाटोलाई 98 करोड हालेको छ। उता थाहा नगरपालिकाबाट आउनेलाई 40 करोडको टेन्डर भइसकेको छ। यो 1 वर्ष हाम्रो गठबन्धनको सरकार हुँदा हामीले गरेका काम।